तपाईले आजको यो कार्यक्रममा लगभग 40 मिनट केपी ओलीलाई गाली गर्नुभयो, भ्रष्ट भन्नुभयो, तर निर्वाचनमा तिनकै काँध चढेर तपाईँ सदन आउनुहुन्छ। ल किन? यो सामान्य प्रश्न हो, जनताको प्रश्न हो। तपाईँ भ्रष्ट देख्ने अरू बेला अनि निर्वाचनताका तिनकै काँध चढेर आउने जनतालाई प्रश्न दिनुहोस् त। तपाईँले आमाको कसम खाएर भन्नुहोस् कि 84 मा एमालेको बुई चढ्दिन भनेर भन्नुहोस्। ल तपाईले यो अरूलाई यस प्रकारको कुरा गर्ने हो हैन? तपाईले भन्नुहोस् न, आज आमाको कसम खाएर भन्नुहोस् कि 84 मा तपाईँ केपी ओलीको बुई चढेर सदनको यात्रा गर्दिन भनेर भन्नुहोस्। जवाब छैन। किन यो प्रश्न जनताको प्रश्न सोध्ने पो त तपाईले हैन? त्यही त मेरो हो, मलाई भन्नु दिनु पर्दैन। ल भन्नुहोस् न। त्यसपछि तपाईँ चाहिँ के प्रश्न हो? तपाईँको यो प्रश्न पुरानो भइसक्यो हैन? तपाईँलाई कसले सिकाएर पठायो हैन? सुन्नुहोस्, सोधेपछि सुन्नुहोस् हैन? तपाईँ पुरानो भइसक्यो। एमालेको बुई चढेर आएको होइन, राप्रपाको बुई चढेर केपी ओली पनि आएको होइन? फेरि तपाईँ सोधेपछि सुन्नु पर्दैन? मलाई सोधेपछि मेरो कुरा सुन्नु पऱ्यो नि त। अनि तपाईँले नै जवाफ दिने मेरो तर्फबाट पनि फेरि होइन? सोध्नुहोस्, प्रति प्रश्न गर्नु होइन, सोध्नुहोस् न। के सोध्नु भने केपी ओली पनि राप्रपाको बुई चढेर आएको हो। त्यस बेला चुनावमा राजनैतिक दलहरूको बिचमा संसदीय व्यवस्थामा गठबन्धन तालमेलहरू हुन्छ। काङ्ग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए। काङ्ग्रेस र माओवादी मात्रै होइन, अन्य राजनैतिक दलहरू काङ्ग्रेस नेतृत्वको गठबन्धनमा थिए। एमाले एक्लै भयो। एमाले हामीलाई पनि मिलौँ भन्यो। चुनावमा अर्को गठबन्धनसँग चुनाव लड्नुपर्ने, म एक्लै लडेर हार्छु भनेर कसैले भन्छ। त्यस कारणले एकअर्काको चुनावी स्वार्थ मिल्यो, हामीले गठबन्धन गऱ्यौँ, तालमेल गऱ्यौँ, जित्यौँ। यसको अर्थ न केपी ओलीले राज संस्थाको मुद्दालाई सघाएको हो राप्रपालाई सघाउनु, न हामीले एमालेलाई सघाएको, न उसको मुद्दालाई सघाएको र उसको भ्रष्टाचारलाई सहयोग गरेको। अनि तपाईँले भनेको भ्रष्टसँग पनि तपाईँ तालमेल गर्नुहुन्छ? फेरि तपाईँ चाहिँ मेरो प्रश्न हो 84 मा भेट्नु। 84 को कुरा अहिले मलाई भन्ने हो? तपाईँलाई 84 को कुरा तपाईँलाई अहिले भन्ने बेला भएको छैन। ल जानुहोस्। होइन, अरू बेला तपाईँ भ्रष्ट देख्नुहुन्छ, चुनावमा तालमेल गर्नुहुन्छ के? बारम्बार, एकचोटि मात्र होइन नि। 84 को कुरा अनि जनताले कसरी पत्याउने त? तपाईँले बोलेको तपाईँले केपी ओली भ्रष्ट भनेर कसरी पत्याउने? पत्याइराखेको छ तपाईँले बोक्नुहुन्छ। 84 को कुरा 84 मा जवाब चित्त बुद्ध भएन नि मान्यज्यू। र दर्शकबिन, हामीले आज खास गरी राप्रपा अध्यक्षलाई जनताको प्रश्न गरेका छौँ। प्रत्येक निर्वाचनमा झापा 3 र 5 मा चुनावी तालमेल हुन्छ, तर जब सदन यात्रा तय हुन्छ अनि घोचपेच सुरु हुन्छ, एउटाले अर्कोलाई भ्रष्ट देख्ने, गाली गर्ने यो नेपाली राजनीतिको प्रचलन नै हो। सोही अनुसार हामीले राप्रपा अध्यक्षलाई 84 मा